गाइस म चाहिँ अब है फिलहाल यहाँ अलैँची बारीमा एउटा चिज टिप्न जाँदैछु है। छ कि छैन है त्यो चाहिँ हो नाकीमा है। मैले अस्ति फाँडिरहेको थिएँ है, त्यो चाहिँ आज टिप्नु झरेको है। अब नाकीमा बारी चाहिँ यसरी पनि भिडियो लगाएको थिएँ मैले फाँड्दै गरेको है। यही हो नाकीमा चाहिँ है, यो झ्याङले फलेको छैन रहेछ है। त्यो त मलाई आमाले भन्दै थियो नाकेमा पुरा फलेको छ, टिपेर लिएर आइज ल तलबाट भन्नुहुँदै थियो। त्यसले चाहिँ म आएको है, तर त्यस्तो देखिनँ मैले है। फल्नु चाहिँ फल्दै रहेछ है, यसरी फल्छ है। यो चाहिँ यो यस्तो भइसकेको छ। अटेरिका मलाई अघि दिउँसो जानु भन्दै थियो, तर म चाहिँ बेलुका काम सकेन, त्यसले गर्दा चाहिँ बेलुका अब यो चाहिँ लगेर यो फेरि यति बेला टिपेन भने चाहिँ है, टिपेन भने चाहिँ फक्रिहाल्छ कि हाल्छ। हेर्नु नि यो चाहिँ अब फक्रिसकेको, ज्यादा फक्रेको, यो चाहिँ ज्यादा फक्रियो भने चाहिँ हेर यस्तो भइरहेछ है। यो मैले अस्ति सफा त गरेको थिएँ गर्नु चाहिँ, तर भए पनि यस्तो घारी भएछ है। अब यो चाहिँ लगेर म चाहिँ बेसी भयो भने चाहिँ घाममा सुकाएर यसलाई पछि खानु लागि है घाममा सुकाउनुपर्छ। त्यसको बादमा चाहिँ यसलाई चाहिँ सुक्छ है, त्यसलाई चाहिँ त्यहाँबाट राखेर चाहिँ भोलि पर्सि यसलाई तितो खानु मन पर्यो भने चाहिँ है त्यो चाहिँ हामीले खानु सक्छ है। यो तपाईँहरूलाई कसलाई थाहा थियो है, थाहा थियो कि थाहा थिएन है। मैले चाहिँ यो चाहिँ मेरो ससुरालीमा सिकेको है। आमाले, हाम्रो सासु आमाले, मेरो सासु आमाले चाहिँ यसरी राख्दो रहेछ नाकीमा। हामी चाहिँ अब समयमा फलेको खाइहाल्छ, फलेन भने चाहिँ यतिकै छोडिराख्छ नि त, त्यतिकै यो उयो भएर जान्छ है। मैले चाहिँ अन्त अब त हाम्रो मेरो सासु आमाले चाहिँ यसरी राख्दो रहेछ सुकाएर। त्यो चाहिँ भोलि पर्सि तातो पानीमा भिजायो, त्यो चाहिँ खाँदाखेरि हुँदो रहेछ नि त होइन। यो चाहिँ अहिले अब के गर्नु, भोलि पर्सि खानु पनि त मिठो हुन्छ। यो झाङले चाहिँ पुरै फलेछ नि त गाइस, आम्मामा यस्तो फलेछ कि लट्ठाराम फलेछ यसले चाहिँ। अस्ति पनि एक छाक चाहिँ अब दाजुले दसैँमा भेना आउनु भएको थियो है, भेनालाई पनि लगिदिनु भयो, भेनाले पनि लानुभयो है टिपेर। अब फेरि पनि अब यो फलिबस्छ नि त, सिजनसम्म उसको फल्ने टाइमसम्म फलिबस्छ। यसको फल्नु त के, यो त फुल हो खास चाहिँ, यसबाटै दाना लाग्छ। खासै नाकीमा भन्छ, खास यो फुल हो नाकीमा चाहिँ। फल चाहिँ भोलि पर्सि फल्छ नि त। यो चाहिँ मैले कति पनि भएको छैन रोपेको चाहिँ, म्याक्सिमम 2 साल भयो होला। 2 सालमा झ्याङ त्यत्रो भइगयो, 2 झ्याङमै 2 सालमा चाहिँ त्यत्रो भइगयो। छ अरू ठुल्ठुलो झ्याङ घरमा पनि छ, घरमा अस्ति फलिसक्यो त्यो झ्याङले, सबसे फर्स्ट फल्छ त्यसले चाहिँ। अब एक्लै चाहिँ त्यस्तै हुन्छ, देखाउनु अलिकति अप्ठ्यारै हुन्छ भिडियो है, खिच्नु है। साथी भयो भने चाहिँ साथीसँग यसो भिडियो गरेको चाहिँ राम्रो देख्थ्यो होला सायद। म चाहिँ अरे फल्नु चाहिँ पुरै फलेको रहेछ ढेरी। आम्मामा किरा मुखमा आएर सट्टै पसेको, कुन चाहिँ किरा थियो मुखमा सट्टै पसेको। फर्स्ट तल गएर हेर्छु, यहाँ तल पनि चल्न जाउँ। माथि मेरो अब घरकै आँगनको चाहिँ साह्रै छिटो फल्छ कि। यो चाहिँ बादमा अलिक ढिलो
फल चाहिँ यताको चाहिँ यता भर्खर स्टार्ट हुँदैछ सानो सानो बेसी रोपेर पनि त अब खाने कोही हुँदैन है अब एकटी साग चाहिँ मिठो हुन्छ है त्यसले गर्दा बेसी पनि रोप्नु अब यति रोपेको छु मैले बात अब यो बुढो भएपछि भोलिपछि फेरि अर्को जग्गामा सिफ्ट गरिदिन्छु है हाम्रो यहाँ पर चाहिँ ठुल्ठुलो भएको छ झ्याङ ठुल्ठुलो भएको छ त्यहाँ चाहिँ आज चाहिँ यसको एक छाक फेरि चटनी बनाएर खाइन्छ जस्तै दाजुले टिपेको यहाँको भए पनि आज पनि रहेछ अन्त दिदी बहिनीलाई नानाहरूलाई मजाले दिइपठाए बारी किन खाली राख्नु है सो यहाँ चाहिँ पहिला बारी पुरै खाली थियो नि त अन्त यत्रो खाली जग्गामा यो यस्तो जमिन भयो त्यसले गर्दा नाकिमा रोपिरहेको छु भनेर नाकिमा रोपियो है अन्त अहिले 2 सालमा फल खाने भइगयो फुल खाने भइगयो अब फर्स्टमा त गान्तोकमा नाकीमा खाउँ भनेर गयो भने 300 रुपियाँ 400 रुपियाँ केजी भन्छ यहाँ अहिले फेरि हाम्रोमा यी खाइ नसक्ने छ होलसेल खाइ नसक्ने खालको फल छ यहाँ फेरि एक झोला हुन आँटिसक्यो एकदमै अस्ति टिपेर पनि अब यहाँ पर चाहिँ यो चाहिँ बुढो याङहरू हो मैले यसबाटै सिफ्ट गरेको यो चाहिँ बुढो याङहरू यहाँ चाहिँ अस्ति टिपेको थिएन दाजुले पनि साह्रै बुढो भइसकेको छ यहाँ चाहिँ दाजुले अघि यहीँको भनेको होला सायद पुरा फलिरहेछ टिपेर ल्याउनु भन्दै थियो त्यो चाहिँ बुढो झ्याङ हो भर्खर स्टार्ट हुँदो रहेछ यत्रो झ्याङ भएको छ यहाँ चाहिँ ल कति हुन्छ अहिले भरे देखाउँला है